टायरलाई भिडियोलाई अन्तिमसम्म हेर्नु होला, सबैजनाले माया गरिदिनु होला ताकि भोलिका दिनहरूमा तपाईँहरू सामु यो भिडियो पुग्नको लागि तपाईँहरूले च्यानलमा नयाँ हुनुहुन्छ भने सबैजनाले सब्सक्राइब गर्नुहोला है त, अलमा क्लिक गर्नुहोला है त। सबैजना साथीहरूले लाइक कमेन्ट सेयर है त सबैजनाले गरिदिनु होला, मिठो माया देखाइदिनु होला। भोलिका दिनहरूमा थुप्रै समस्याहरू पर्न सक्छ, लाइट सम्बन्धीका है कुनै मेसिन सम्बन्धीका हरेक कुराहरू भिडियोहरू हुन्छ। हाम्रो भिडियोहरू हेरेर धेरै ज्ञान अहिले भने अब टायर निकालिँदैछ, टायर कसरी निकालिन्छ यसरी निकालिन्छ है त हेर्न सक्नुहुन्छ। पसलले अब टायर निस्किसकेको छ। यसको ताकि देखेको छ क्या एकदमै सानो छ क्या, मैले तपाईँलाई नजिक ल्याएर देखाउनु खोजेँ र देखिएन भने हेर्नु न अलिक सानो छ तर भित्र घुसेको रहेछ। बाहिर भने अलिक सानो छ, अब यसलाई भने अहिले निकालिदिन्छ, निकालिन्छ। अलिक सानो छ कि यसमा लाग्दैन, अनि त्यो कारणले गर्दा झट्ट निस्क्यो कि है त। यसरी राख्नुपर्छ, भित्र अब कुन ठाउँमा लगाउनु छ। अब यसलाई भने जिरा हाल्नुपर्छ त्यो हो त, खाप्सी लगाइदिएछ, खाप्सी भइसक्न लागेको छ है त। भिडियोलाई भने सबैजनाले अन्तिमसम्म हेर्नु होला है। बाहिर भने पानी परेर निकै पानी के म तपाईँलाई यो बाहिर पानी देखाउनु है त। पानी परेर है बाटोमा के यो बाटो यो रोड छैन, यो रुटमा त यति धेरै पानी पुग्दैन साथीहरू है त। अब यसरी लगायो, म फेरि भित्र आइसकेँ तपाईँहरूलाई यो भिडियो अन्तिमसम्म देखाउनुको लागि है त। बिचमा फेरि के देखाउनु भन्ने पनि भयो कि जस्ट नेचुरल भोइस सबैजनाले राम्रो ओन्ली नो हेर्नु होला। ओके यो भइसकेको छ, अब यसलाई फिटिङ गर्नु बाँकी छ। अब हाम्रो ब्रदरले फिटिङ गर्दै हुनुहुन्छ है। अब यो कालो हो क्या, यो कालो भनेको यसले चाहिँ चिप्काउने काम गर्छ होइन, एकदमसँगले चिप्काइदिन्छ टाउलाई के अरे टायरलाई, त्यो नजिक चिप्काइदिन्छ। हेर्नुभयो ढ्याक्क मेसिनमा उठाइन्छ है। टायर हालिसकेको छ पक्क है त। यो अब यसमै यसले चाहिँ चिप लाग्ने काम गर्छ टायरहरूलाई है त, चिप्लो गर्ने गर्छ। चिप्लो भएपछि हामी सिधा त्यसलाई पक्राले एकदम सजिलो हुन्छ। सबै यस्तै आउटसाइड देखाएर हेर्नु भने आउटसाइड र इनसाइड हुन्छ टायरहरू है, जहिले पनि राइट एन्ड लेफ्ट पनि हुन्छ। यो चाहिँ हिउँदको समयको टायर कारणले गर्दा है के अरे सरी यो चाहिँ अलिकति गर्मीमा लगाउने टायर भएको कारणले गर्दा यसमा चाहिँ आउट इनसाइड हुन्छ। हिउँदको समय चिसोमा लगाउने टायर पनि आउट इनसाइड भन्ने हुँदैन, त्यसमा चाहिँ फेसन हुन्छ र राइट लेफ्ट भन्ने छुट्याएको हुन्छ। साथीहरू हेर्न सक्नुहुन्छ। सबै उता काम गरेर थाकेछ कि बिचरा बस्नु पछि है के गर्ने, अब गर्नै पऱ्यो है, पापी पेट पाल्नै पऱ्यो, के गर्ने गाह्रो छ। यसलाई भने अब बिस्तारै अब हावा सबै राखेर ब्यालेन्स गरिदिन्छ। विशेष होइन हेर्न सक्नुहुन्छ साथीहरू, बाहिर निकै एकदम ठुलो पानी परेको कारणले गर्दा भित्रसम्म पनि पुरै आवाज सुनिराखेको छ कि है त। एकदमसँगले सबैजना साथीहरूले भिडियोलाई अन्तिमसम्म हेर्नु होला एकदमैसँगले है त। सबै नयाँ आइडी हो मेरो, यो नयाँ च्यानल हो, सबैले सब्सक्राइब गरिदिनु होला प्लिज। बेल आइकनमा थिच्नु होला है त, अलमा टच गर्नु होला सबैजना साथीहरूले, ताकि भोलिका दिनहरूमा पनि यस्तै यस्तै भिडियो हजुरहरू सामु आउनेछन् है त। सबैजनालाई माया
अब अहिलेको समयमा भने अब गाडी मानु बाइक नबुढाउने को छ, कोही हो होइन, नत्र भने एकदमै टायरमा समस्या आउँछ। त्यो भएको कारणले गर्दा हेर्न सक्नुहुन्छ भिडियोलाई अन्तिमसम्म है त। एउटा पनि केही हाम्रो नेपालमा साथीहरूले यो के गर्दैछ भन्ने यसरी नै सोच्नुहुन्छ है त। यो भने विशेष गरी ब्यालेन्स गरिन्छ है त। अनब्यालेन्स भएको टायरलाई सही ब्यालेन्समा मिलाइन्छ। एक छेउतिर अलिकति बढी खिएको रहेछ, एक ठाउँतिर बढी खिएको रहेछ भने त्यसलाई चाहिँ यसरी ब्यालेन्सले लेभलमा मिलाउँछ भन्ने छ है। त्यो भएको कारणले गर्दा अहिले ब्यालेन्स यो ब्यालेन्स मिलाउने मेसिन हो है। एकछिन नानी निकाल्नु ल है त। ब्यालेन्स कसरी मिलाएको रहेछ, के गर्दो रहेछ अहिले भने हेर्न सक्नुहुन्छ साथीहरू, टायर चेन्ज गर्न लागिसकेको छौँ हामीले टायरमा। अन्तिमसम्म हेरेर साथ दिनु होला है त। हाम्रो च्यानलमा जोडिनुको लागि सब्सक्राइब गर्नु होला। भोलिका दिनहरूमा यस्तै भिडियोहरू प्रत्येक दिनमा आइरहनेछन् है त। सबैजनाले माया गरिदिनु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब सबैजना साथीहरूले। आज भने के साह्रो पानी परेको है, बाहिर पनि पानी परेर एकदम काम चलिराखेको छ, बेलले बसेको छैन, एकदम ठिकै छ भन्नु।